आजको यस भिडियोमा म राइटिङ 3 बाट एउटा टपिकको बारेमा डिस्कस गर्नेछु। राइटिङ को टास्क 3 10 मार्क्स जुन चाहिँ 300 वर्ड्समा लेख्नुपर्ने हुन्छ र निकै नै इम्पोर्टेन्ट क्वेशन हो यो। मुभी रिभ्यू, चलचित्र समीक्षा। तपाईले हेरेको कुनै पनि चलचित्रको तपाईले समीक्षा गर्नुपर्ने हुन्छ, त्यसलाई लेख्नुपर्ने हुन्छ। एउटा फर्मेट हेर्नु होला, यो मुभीको नाम लेख्नु पर्यो, टाइटल लेख्ने, त्यसपछि डिरेक्टरको नाम लेख्नु पर्यो, प्रोड्युसरको नाम लेख्नु पर्यो, स्टारिङ कलाकारहरू को छन् त मुभीमा उनीहरूको सबैको नाम लेख्नु पर्यो। त्यसैगरी ल्याङ्ग्वेज, अब त्यो मुभी कुन भाषामा छ, इङ्ग्लिस, नेपाली, हिन्दी कुनमा छ त्यो लेख्नु पर्यो। त्यसैगरी मुभीको जेनरा कुन हो, कुन टाइपको मुभी हो त, पोलिटिकल मुभी हो कि सोशल मुभी हो कि कमेडी मुभी हो कि कस्तो टाइपको मुभी हो त्यो मुभीको टाइप लेख्ने यहाँ। त्यसैगरी ड्युरेसन, त्यो मुभीको टाइम ड्युरेसन कति छ, 2 आवर 3 आवर्स कति छ लेख्ने। अनि त्यो मुभी कहिले रिलिज भयो, रिलिज भएको डेट यहाँ लेख्नु पर्यो। अब यति लेखिसकेपछि यसलाई तपाईले आफ्नो कपीमा यसै गरी यही फर्मेट यसै गरी लेख्नु होला र तल गइसकेपछि अब हामीले प्याराग्राफमा लेख्नुपर्ने हुन्छ। प्याराग्राफमा के लेख्ने त, सबैभन्दा फर्स्टमा इन्ट्रो प्याराग्राफ, इन्ट्रोडक्सन प्याराग्राफ हो यो इन्ट्रो प्याराग्राफमा तपाईले यहाँ माथि लेखेको कुराहरूलाई यो इन्ट्रोडक्सन प्याराग्राफमा लेख्नुभयो भने राम्रो हुन्छ। यहाँ माथि जे लेख्नुहुन्छ त्यसैलाई यहाँ प्याराग्राफमा लेख्नु होला र यही इन्ट्रोडक्सन प्याराग्राफमा यो स्टोरी अथवा यो मुभी कस्तो मुभी हो, यो मुभीमा के देखाउन खोजेको छ अथवा के हो, मुभीको खास विषयवस्तु के हो, त्यो समेत यो इन्ट्रोडक्सन अथवा इन्ट्रो प्याराग्राफमा हालिदिनु भयो भने बेस्ट हुन्छ। त्यसपछि सेकेन्ड प्याराग्राफ चाहिँ बडी प्याराग्राफ हो। अब यो भित्र हामी के लेख्ने भनेर त्यहाँ हेर्छौं र अन्तिममा हामी कन्क्लुजन। अब जाउँ की पोइन्ट्सहरू के इन्क्लुड गर्ने त यहाँ लेख्दाखेरि है त। की पोइन्ट्स, स्टोरी समरी, हामीले कथावस्तु यो इन्ट्रोडक्सन प्याराग्राफमा लेखिसक्यौं कथावस्तु। त्यसैगरी एक्टिङ, त्यो मुभीमा चाहिँ कलाकारहरूले गरेको एक्टिङ अथवा अभिनय कस्तो छ त, हैन, न्यायपूर्ण छ अथवा न्याय पात्रको न्याय भइरहेको छैन कि त्यो लेख्नु पर्यो। तपाईलाई कस्तो लाग्यो त्यो लेख्ने हो। त्यसैगरी डाइरेक्सन पार्ट हेर्ने हो, निर्देशन कस्तो छ, निर्देशनको पार्टबाट तपाईलाई कस्तो लाग्यो, उत्कृष्ट लाग्यो कि हैन, ठिकै लाग्यो कि। त्यसैगरी स्क्रिन प्ले, पटकथा कस्तो छ त्यो मुभीको, त्यसको बारेमा लेख्नु पर्यो। त्यसैगरी टेक्निकल आस्पेक्ट, प्राविधिक पक्षहरू कस्ता छन्। अब प्राविधिक पक्षहरू भन्नाले यहाँनिर चाहिँ तपाईले साउन्ड सिस्टम कस्तो छ, हैन, लाइट सिस्टम कस्तो छ, ब्याकग्राउन्ड म्युजिकहरू कस्तो छ, त्यो लेख्ने हो टेक्निकल आस्पेक्ट भित्र। त्यसैगरी अब हाइलाइट्स, त्यो मुभी तपाईलाई हेरिसकेपछि त्यो मुभीको सबल पक्षहरू अथवा राम्रो पक्षहरू जुन तपाईले हाइलाइट गर्नुपर्ने पक्षहरू के छन् त, एउटा दुईटा तीनटा कतिवटा हुन्छ, त्यो राम्रो पक्षहरू हाइलाइट गरिदिने। त्यसैगरी विकनेस, त्यो मुभीका केही कमजोरी पक्षहरू होला, तपाईले हेरिसकेपछि तपाईले चाहिँ लाइट अलि पुगेन कि जस्तो लाग्यो कि अथवा कलाकारहरूले रोल प्ले गरेको त्यो चाहिँ उत्कृष्ट लागेन कि अथवा रियल अभिनय जस्तो लागेन कि तपाईलाई। हो, विकनेसेसहरू के छ, दुईटा तीनटा कतिवटा हुन्छ कमजोरी पक्षहरू तपाईले लेख्ने। र अन्तिममा कन्क्लुजनमा चाहिँ तपाईले के लेख्ने भन्दा तपाईलाई त्यो मुभी हेरिसकेपछि तपाई त्यो मुभी अरूलाई हेर्नको लागि सिफारिस गर्नुहुन्छ कि हुन्न, तपाईको जेनेरेसनको लागि अथवा कसको लागि त्यो मुभी चाहिँ उपयुक्त छ, राम्रो छ, काम लाग्ने छ, तपाईले सिफारिस गर्नु पर्यो, राम्रो लाग्यो। यही कुराहरू तपाईले चाहिँ आफ्नो मुभी रिभ्यूमा इन्क्लुड गरिदिनु होला। यति लेख्नुभयो भने तपाईको मुभी रिभ्यू चाहिँ बेस्ट हुनेछ। अल द बेस्ट, राम्रोसँग तयारी गर्नु होला है त।